Hello everyone, good morning and namaste. Welcome back to my YouTube channel. र तपाईहरु सबैजनालाई मेरो नयाँ ब्लगमा म स्वागत गर्न चाहन्छु। र आज चाहिँ म कहाँ छ भन्दाखेरि चाहिँ आफ्नै गाउँठाउँमा हामी चाहिँ तावल गाउँमा आइपुगेका छौँ। किन आइपुग्यो भने किन आज हामी यता छौँ भन्दाखेरि चाहिँ अब यता वैशाख पूर्णिमामा चाहिँ माथि यहाँ माथि पाक्सुङचोकमा मेला लाग्दो रहेछ। त्यही भएर चाहिँ म नि यता घुमघामको लागि यता आइपुगेको छौँ गाइस। खास मेला त भोलि हो तैपनि हामीले अब मान्छेहरु प्रायः जसो आज जाँदो रहेछ। त्यही भएर चाहिँ हामी चाहिँ दिनलाई यो चाहिँ हाम्रो गाउँ भयो गाइस। गाउँ चाहिँ एकदमै राम्रो छ, तपाईले हेर्न सक्नुहुन्छ। र खासै अब यस्तो भ्लगहरु चाहिँ मैले खासै बनाउँदैन भने नि आफ्नो गाउँठाउँतिर एकदम अब बनाउन लाज लाग्छ। त्यही भएर चाहिँ मैले खासै भ्लगहरु चाहिँ बनाउन आउँदैन। त्यही भएर चाहिँ आज चाहिँ म जसो गर्दा पनि जे जसो होला भनेर चाहिँ मैले एउटा सानो भ्लग बनाउँदै छु गाइस। यो चाहिँ हाम्रो गाउँ भयो। एकदमै राम्रो छ, राम्रो साथै सुन्दर पनि छ। र मैले यहाँ चाहिँ फर्स्ट टाइम होला मैले यता भ्लग बनाएको चाहिँ अब किनकि अब उता अब काम व्यस्तता भएर व्यस्तता कारणले अब कतै घुम्न पाइरहेको छैन नि त। त्यही भएर चाहिँ हामी चाहिँ आजै नै माथि पुग्नुपर्ने हुन्छ। पाक्सुङचोकको यात्रा हामी 4-5 जना छौँ। भ्लग गर्दा पनि एकदमै धेरै अलि अप्ठ्यारो लाग्ने किनकि यहाँतिर त गाउँतिर त आफ्नै मान्छेहरू हुन्छ नि त। त्यही भएर कोही कसरी त भ्लगहरू खासै हेर्ने। यता चाहिँ बाटो पनि एकदम राम्रो बनाएछ है। पोहोर आउँदा अस्तिको भ्लगमा नि मैले देखाएको थिएँ नि त बाटो एकदम धेरै राम्रो छ भनेर। गाइस म चाहिँ सामान पनि प्याक भइसक्यो। सामान पनि अब यति हो, अरू चाहिँ सबैले साथीहरू लगिसक्यो है। एकदमै मेरो बोल्ने चाहिँ एकदमै धेरै प्रष्ट छैन कि अब फर्स्ट भिडियोहरू भएर होला। भ्लगहरू बनाउँदाखेरि खासै धेरै अब त्यही भएर चाहिँ गाइस म चाहिँ लागिसक्यो। झोला पनि बोकिसक्यो। साथीहरू त्यहाँ माथि पर्खिदियो होला। त्यत्रो टाढा पुग्नुपर्छ, कति 79 किलोमिटर कति भन्एको थियो। हामी त्यहाँ अब आजको बसाइ भोलिको बसाइ चाहिँ त्यतै हुन्छ। तर लास्टै अलिक छिटो हिँड्नुपर्ने हुन्छ। ल हामी चाहिँ अब आज कुन ठाउँ पलङगाङ भन्ने ठाउँमा हामी आइपुगेका छौँ। अब के भन्दा नि अब ड्राई पिकनिक भन्दा के भन्छ यसलाई यस्तै भन्छ अब क्याम्प जस्तै भनौँ न। ल यहाँ चाहिँ अब आगो बल्दा चाहिँ गाइस हाम्रो ट्रेन चाहिँ यता देखिसक्नु भयो होला। यो कुन ठाउँ रे? पलङगाङ यता आइपुगेका छौँ क्याम्प फायरको लागि। आज हाम्रो बसाइ चाहिँ यता हुन्छ है गाइस। अब यहाँ खासै अब रात परेर धेरै अब राम्रोसँग चाहिँ देखिरहेको छैन। हामीसँग चाहिँ अब खानेकुरा के छ भन्दाखेरि अघि अब खाजासाजा अघि पनि खाइसक्यो। तै पनि हामीले यो अब एक्स्ट्रा ल्याएको यो स्पाइसी करेन्ट चाउचाउ, यो अब के भन्छ यसलाई, यो के भन्छ पोट्याटो चिप्स बिस्कुट, अनि यता चाउचाउ छ है। अनि हामीसँग के छ भन्दाखेरि चाहिँ खोइ त्यो कोही देखाउ न। ल गाइस सलाम पानी, यसलाई सलाम पानी भन्छ के भन्छ। ल आज हाम्रो बसाइ चाहिँ यता रहेको छ। अब ल हामीसँग चाहिँ अब यो सब एकछिनपछि अब मोज मस्ती गरेर चाहिँ हामी उता यहाँ छ नि यसमा चाहिँ हामी सुत्ने चाहिँ हेर है। यसमा चाहिँ ट्रेन छ है, ट्रेन यो चाहिँ हाम्रो हामी बस्ने भयो। हामी बस्ने चाहिँ यस्तो छ। अब भोलि बिहान सायद भोलि बिहान अलि राम्रो देख्छ होला, बिहान राम्रो देख्छ होला किनकि अब अहिले रात परिसक्यो नि त। त्यही भएर खासै भिडियो राम्रो नआउला। भोलि बिहान चाहिँ अवश्य राम्रो आउनेछ। यो चाहिँ अब सर्टकट भिडियोहरू चाहिँ म खिच्दै गर्छु अनि सर्टकट भिडियो पनि हाल्दै गर्छु कि अब खास आज हामी यता आएको कारण चाहिँ यहाँ माथि
पाख्नुचोकमा चाहिँ आज मेला लाग्दो रहेछ हामी चाहिँ अब हिँड्न सक्दैन होला भनेर चाहिँ हामी हिजो नै हामी यहाँ आइपुगेका थियौँ भने अहिले चाहिँ शुभ बिहानी र हामी चाहिँ 4-5 जना चाहिँ यता हिजो यता बस्न आएको थिएँ गाइस एकदमै चिसो यहाँ सोच्दै नसोचेको के मैले त यति चिसो हुन्छ भने मैले सोचेको पनि थिएन गाइस तर एकदमै लास्टै चिसो होइन त्यही भएर साथीहरूले भनिरहेको थियो एकदमै चिसो हुन्छ यहाँ सक्दैन भनिरहेको थियो तैपनि हामी अब म हिजो काठमाडौँबाट आएको थिएँ नि त त्यही भएर चाहिँ म हिँड्न सक्दैन होला भनेर चाहिँ मैले साथीहरू सबै हामी 3-4 जना मिलेर चाहिँ यहाँ आएको तर एकदमै सजिलो भयो भनौँ न किनकि आज अब उताबाटै गाउँबाटै आउनु पर्ने भयो भने चाहिँ एकदमै गाह्रो हुन्थ्यो हामीलाई किनकि 4 घन्टाको बाटो उकालो चढ्नुपर्छ त्यही भएर चाहिँ हामी आज सजिलोको लागि चाहिँ हामी हिजो नै निस्किसकेको थियौँ र आजको क्याम्प फायर चाहिँ हामी सकिसकेको भनौँ न अब सकिसकेको भन्दा पनि हामी अब एकछिनपछि माथि पाँचौँ चोकमा जाँदैछौँ र यो चाहिँ हाम्रो साथीहरू भयो ल गाइज हेलो भन्दैन हेलो ल हामी चाहिँ यहाँ 4 जना चाहिँ यहाँ आइपुगेका छौँ र टेन्सन लिएर अब टेन्ट 2टा ल्याउनु पर्ने रहेछ है मैले चाहिँ अब एउटा मात्रै ल्याएको थिएँ अब एउटाले पुग्छ होला भनेर एउटामा ल्याएको थिएँ तर एकदमै गाह्रो भयो गाह्रो त लास्टै चिसो क्या गाइस ल अब चाहिँ अब हल्का हल्का के भन्छ अरे घाम लागिरहेको अवस्था छ एकछिनपछि हामी माथि 5 चोक पुग्नेछौँ क्या मुख पनि यसो धुनुपर्ने रहेछ क्या यहाँ पानी नपाउँदो रहेछ र म चाहिँ यहाँ यस्तो गरेर चाहिँ यस्तो हुन्छ नि त यस्तो गरिसकेपछि यस्तो धुनुपर्ने रहेछ गरेर चाहिँ यहाँ अब अलिअलि पानी हुन्छ नि त अलिअलि पानी हुन्छ यस्तो गरेर यस्तो नुहाउनु यस्तो धुनुपर्ने रहेछ क्या त लास्टै चिसो है एकदमै चिसो यस्तो गरेर चाहिँ धुनुपर्ने रहेछ गाइस तपाईँहरू एकदम अब चाहिँ अलिक ठिक भयो कि ल अब चाहिँ म त्यहाँ साथीहरूसँग जान्छु अनि के भन्छ अरे हिजो भर्खर काठमाडौँबाट आएको एकदमै थकाइ लागेको छ यो खुट्टाहरू सबै दुखिरहेछ सायद आज गाउँबाट निस्केको भए चाहिँ म चाहिँ अब यता चाहिँ अलिक गाह्रै हुन्थ्यो होला यता आउन चाहिँ पाँच गाउँमा चाहिँ गाह्रै हुन्थ्यो होला किनकि एकदमै खुट्टाहरू एकदम दुखिरहेको थियो अनि मैले साथीहरूलाई 3-4 जनालाई बोलाएर चाहिँ उनीहरू जान्छ भने त्यही भएर चाहिँ हामी चाहिँ यता क्याम्प फायरमा आएको छौँ हामी 4 जना एकछिनपछि हामी फेरि पाँचौँ माथि पुग्नेछौँ अहिले चाहिँ अब लगभग त्यस्तै 6-7 बजी सक्यो र भिडियो पनि खासै राम्रो आउँदैन होला किनकि बिहान त खासै राम्रोसँग आउन नि त त्यही भएर चाहिँ ल हाम्रो ग्रुप चाहिँ यता छ त्यो चाहिँ टेन है टेन छ अनि क्यामेरा सबै फिट गरेर पनि हामी अब हिजो अब सर्टकट भिडियोहरू बनायो भनौँ न अब घाम लाग्दैछ माथि अब एकछिनपछि हामी माथि पुग्नेछौँ र त्यहाँ चाहिँ मान्छेहरू लास्टै धेरै नै हुन्छ क्या धेरै नै हुन्छ गाइस अब चाहिँ हामी अब चिया खाएर चाहिँ अब चिया उता होटेल रहेछ यतापट्टि अनि त्यो होटेलमा चाहिँ हामी चिया खाएर चाहिँ हामी फेरि माथि पुग्नेछौँ भन्दै आजको भ्लग चाहिँ तपाईँ हेर्न नभुल्नु होला गाइस मन परेमा लाइक सेयर कमेन्ट अनि सब्सक्राइब पनि गरिदिनु होला गाइस ल एकछिनपछि हामी अब उता लाग्छ है ल गाइस ल हामी चाहिँ अब माथिको लागि हामी तन्दाइ अवस्थामा रह्यो अब यो सबै अब यो चाहिँ पहिला कस्तो राम्रो थियो कि 3-4 वर्ष अगाडि मैले यो ल्याएको थिएँ है एकदमै अब गाउँतिर त एकदम त्यो आगो उस हुन्छ नि त त्यो आगो माथि राखेको छ एकदमै यो अब के भन्छ आगोले खाइदियो भने चाहिँ के भन्छ त्यस गरिसक्यो रहेछ ल गाइस अब चाहिँ हामी माथि लाग्छौँ र हाम्रो साथीहरू चाहिँ एकदमै ल हामी चाहिँ अब के हो यहाँ माथि के हो आहा चराचुरुङ्गीको अवस्था यस्तो के भन्छ यसलाई के भन्छ भन्नै आउँदैन मलाई एकदमै आज पानी पर्छ क्या है पानी पर्छ जस्तो है मेरो भविष्यवाणी के हो आज पानी पर्दैन आज असिना लाग्छ असिना कि यहाँदेखि हिउँ पर्छ क्या हिउँ पर्ने बेला चाहिँ यस्तो दामी हुन्छ होइन म हिउँ परेको बेला त्यहाँ माथि पनि पुगिसक्यो कि त्यहाँ हामी अस्ति कति 12-13 जना गएको थियौँ माथि यस्तो रमाइलो भएको थियो होइन र पाँचौँमा पनि हिउँ त लास्टै पर्छ तर आजभोलि चाहिँ नपर्दो रहेछ यहाँ चाहिँ अब यो चाहिँ बर्खाको बेला भन्छ के भन्छ नि त त्यो वैशाख जेठ असार साउनतिर के भन्छ यसलाई सन असार के भन्छ भन्नै आएन वैशाख जेठ असारतिर चाहिँ एकदमै धेरै यहाँ हिउँ पर्दो रहेछ नि यहाँ मान्छेहरू चाहिँ क्याम्प फायरमा आउँदो रहेछ कि ल गाइस हामी चाहिँ अब यो अब ल म नि अब अलि सहयोग गर्नुपर्ने हुन्छ त्यही भएर चाहिँ ल गाइस एकछिनपछि यो के भन्छ अरे
यो सबै अब उस गरिसकेपछि चाहिँ म फेरि भ्लग सुरु स्टार्ट गर्छु। लगाइज हामी चाहिँ अब लागिसक्यो माथि। अब यहाँ उताबाट चाहिँ मान्छेहरू अब भेट्छ है। ल यस्तो छ हाम्रो आज क्याम्प फायरिङ चाहिँ सकिएको छ। क्याम्प फायरिङ कि क्याम्प फायर के भन्छ नि त, त्यो चाहिँ सकिएको छ। अब यो चाहिँ जङ्गल जानुपर्छ। यहाँ त एकदमै फर्स्ट टाइम आउने मान्छेहरू त यो गाह्रै हुन्छ होला यस्तो बाटोमा हिँड्नलाई, किनकि एकदमै अब धेरै टाढा पनि टाढा है। अनि एकदमै के भन्छ यो जङ्गलकै बाटो, खासै बाटो छैन भन्दा पनि बाटो यस्तो छ। यहाँ यो त यो गोरेगासी भन्छ नि, गोरेगासी त्यो फिल्मको उस्तो छ कि यस्तो छ। हेर्नुहोस् त यस्तो छ गाइस। ल म अब उतै भेट्छु। हामी चाहिँ अब हामी जडीबुटी पाउँछ क्या, सबैले जडीबुटी खोज्छ त गाइस। ओहो यसो त्यो मौसम अहिले उता उस गरौँ है। जाउँ के हो यस्तो खोज्न आयो पो गाइस। ओहो यस्तो बाटोमा कसो जाने होला। ल जाउँ पोखरा पानी मुहानको स्रोत वन जङ्गल नै हो। वाउ यहाँनिर चाहिँ दामी भ्यू छ। ओहो लास्ट है एकदमै थकाइ लागिरहेको छ गाइस। तावल लदाब यहाँ परिक्रमा गर्नुपर्छ, झोक्नुपर्छ होइन। तर धुपहरू ल्याएको छैन है। ल यस्तो छ, यस्तो रहेछ गाइस। अनि त्यहाँ ओहो के हो यार, त्यहाँ होटल चाहिँ त्यहाँ माथि रहेछ। त्यहाँ अब चिया खान्छु अनि माथि लाग्छु। र फाइनली गाइस हामी आइपुग्न लाग्यो। यहाँ चाहिँ के छ भन्दाखेरि चाहिँ पासाङ चोक दर्शन गर्न आउनुहुने श्रद्धालु भक्तजनहरूको सम्पूर्ण मनोकांक्षा पुरा भएको होस् रे है। अब यहाँबाट त्यस्तै लाग्छ होला आधी घन्टा जति, आधी घन्टा खै लाग्छ होला, आधी घन्टा लाग्छ होला गाइस। हाम्रो यात्रा चाहिँ जारी रहेको छ, तर एकदमै थकाइ चाहिँ एकदम लास्टै धेरै थकाइ लागेको छ गाइस। हामी 4 जना ग्रुपिङ चाहिँ अब फर्स्ट हामी होइन होला है। यहाँ त्यो त पानी यस्तो खतरा हुन्छ। ल मलाई मन अलिक खानु पर्यो अब चाहिँ हामी ल अब आइपुग्नु लाग्यो। त म कस्तो हालतमा छु भनेर मलाई पनि थाहा है। एकदम जाडो भएर म अब लुगा के भन्छ यो लुगा हुन्छ नि त, लुगा टोपी सबै लगाएको छु। एकदमै थकाइ पनि लागिरहेछ, रमाइलो पनि भइरहेछ। पानी लास्टै परिरहेछ गाइस। ल अब उतै गएर भेट्छ है। यहाँ एकदम भिडियो गरेर एकदमै थकाइ लाग्दो रहेछ कि। अब त्यसमाथि पनि एकदम मोटो मान्छे अलिक गाह्रै हुँदो रहेछ। ल गाइस अब उतै भेट्छु। ल फाइनली गाइस हामी पासाङ चोक आइपुग्यौँ। यहाँ कस्तो पानी के हो के भन्छ अरे यसलाई, साबुन भेट्छु त क्यामेरामा त्यो पानी परेर कस्तो फेकाइ हामी। अब हामी एकछिनपछि सब घुम्नेछौँ। मेरो कता पो छ भनेको थियो, कता हो? ल फाइनली गाइज हामी चाहिँ आइपुगे पासाङ चोक। एकदमै भ्यू तपाईँ हेर्न सक्नुहुन्छ, एकदमै धेरै राम्रो। अब दामी भनौँ न, ब्युटिफुल। अब एकदमै नसोचेको कि मैले अब पहिलाको वर्षहरू आउँदाखेरि चाहिँ यस्तो थिएन। आज यसपालि चाहिँ एकदमै धेरै राम्रो छ। हामी 4-5 जना यहाँ अब हामी त्यो ग्रुपिङ चाहिँ अब अघि भर्खर यहाँ आइपुगेको थियो। र यहाँबाट चाहिँ यहाँ एकदम भिड छ गाइस। तर यहाँबाट मान्छेहरू चाहिँ प्रायः सबै हिँडेर हुन्छ है। यसमै अनि त्यहाँदेखि तलपट्टि चाहिँ यहाँ के भन्छ यता चाहिँ मेला लाग्छ। मेला लाग्ने ठाउँ चाहिँ यता भयो, यता मान्छेहरू यता आइरहेछ। यहाँ आमामा कम त्यस्तो टाढाबाट आउँछ, कम त टाढाबाट आउँछ। ल हामी एकछिनपछि अब फेरि यहाँ पनि टेन्सन अब सबै फिट गरेर चाहिँ हामी खाजा खान्छौँ। अब त्यसपछि हामी तल ओर्लिन्छौँ। ओर्लेपछि त्यहाँ चाहिँ अब प्रोग्राम हुन्छ। प्रोग्राम चाहिँ भएपछि अब तपाईँ हेर्न सक्नुहुन्छ, म बिस्तारै देखाउँदै गर्छु।
ल गाइस मेरो चाहिँ अब बोल्ने बानी त्यति धेरै खासै त्यति धेरै बोल्ने बानी छैन त्यही भएर चाहिँ मेरो अब बोलीहरू अलिक स्पष्ट हुँदैन र भ्यू चाहिँ यस्तो दामी छ गाइस है हेर्न सक्नुहुन्छ यहाँ लालीगुराँस वाउ खतरा फुलहरू चाहिँ है यो सेतो लालीगुराँस ल गाइस अब एकछिनपछि चाहिँ हामी तल ओर्लिनेछौँ अनि अब त्यहाँ सायद अब कार्यक्रम भन्दा पनि यता के भन्छ त्यसलाई एउटा अब जस्तो अब भनौँ न पहिलादेखि नै मान्दै आएको एउटा के भन्छ त्यसलाई भनै आएन तर जसो अब म अहिले देखाउँदै गर्छु तपाईँ यदि मेरो भिडियो मन परेमा लाइक सेयर कमेन्ट अनि सब्सक्राइब चाहिँ गर्न नभुल्नु गाइस म अब यो र डे अब म 10 दिनसम्म चाहिँ म अब यस्तै क्याम्प फायरमा हिँड्दैछु गाइस अब यो फर्स्ट डे क्याम्प फायर एकदमै धेरै राम्रो भयो रमाइलो भयो अनि साथीहरू सबै एकदम सपोर्टिभ हुनुहुन्छ अनि उनीहरू चाहिँ अब एकछिनपछि यहाँ फेरि हामी पनि टेन्ट सेन्ट फेरि फिट गरेर फेरि तल चाहिँ ओर्लिन्छौँ र खाजा भोक लागिरहेको छ अब एकछिनपछि चाहिँ हामी अब तल गएर चाहिँ खाजा खान्छौँ र मान्छेहरू अब यता आउन सुरु भइसक्यो गाइस र अब त अरू त के भन्यो होला गाइस एकदमै राम्रो हेर्न सक्नुहुन्छ यो चाहिँ पासाङ चोक भन्छ है यहाँ चाहिँ धादिङबाट चाहिँ एकदमै टाढा छ अनि हाम्रो यहाँ तल चाहिँ तावल गाउँ 50 किलोमिटर हो धादिङदेखि तावल 50 किलोमिटर यहाँबाट माथि एकदमै त्यो खोइ मैले त खासै धेरै 15-20 किलोमिटर होला हामी हिजो नै आइसकेको थियौँ र गाइस एकदम धेरै रमाइलो भइरहेछ राम्रो लागिरहेको छ तपाईँ हेर्न सक्नुहुन्छ ल एकछिन हामी तल ओर्लिन्छौँ फर्स्टमा यो सबै फिट गरेर हामी ओर्लिन्छौँ गाइस है अब यो चाहिँ अब अमर भाइले चाहिँ यो अमर दोस्तले चाहिँ अब यो मिलाउँदैछ यो अब एकछिनपछि हामी अनि खाजा खाजा यतै खाने होला है के हो नि हामी खाजा चाहिँ मम्मीहरूले तल ल्याइसक्यो अरे अब एकछिनपछि चाहिँ हामी खाजा चाहिँ यतै खानेछौँ ल गाइस एकदमै यहाँ त गमै त एकदमै रमाइलो लागिरहेछ यहाँ मान्छेहरू चाहिँ अब चाहिँ धमाधम आइरहेछ है यहाँभन्दा पनि उताबाट एकदमै धेरै राम्रो देख्छ है उताबाट चाहिँ एकदमै धेरै अब गणेश हिमाल देख्छ तर म चाहिँ त्यता जाँदैछु गाइस अघि भिडियो यता जाँदैछु आउँ जाङ जन्मेन वा एकदमै रमाइलो यहाँ मान्छेहरू अब चाहिँ सबै आइरहेछ एकदमै धेरै खुसी लाग्यो गाइस यस्तो ठाउँमा आउन पाउँदा म त्यो साथीहरूलाई एकदमै धेरै हाम्रो 4 जना साथीहरू छ नि त उनीहरूलाई एकदमै धेरै धन्यवाद दिन्छु किनकि यस्तो राम्रो ठाउँ होइन मैले यस्तो छ भने सोचेको थिएन भन्दा पनि पहिलाको वर्षहरूमा यस्तो थिएन कि यसपालि चाहिँ एकदम धेरै राम्रो रमाइलो छान्डा गाडी मेला वा ल म चाहिँ अब त्यहाँबाट चाहिँ गणेश हिमाल देख्छ है ल आयो यसमा चाहिँ बाटो यस्तो रहेछ अघि यतै होला मैले भिडियो बनाउनु बेला त के भन्छ अरे टच भएर भिडियो नै नभएर रहेछ अहिले चाहिँ भइरहेछ गाइस त्यहाँबाट चाहिँ भ्यू दामी देख्छ है सबैजना मान्छे वाउ यस्तो जग्गा हेर्न सक्नुहुन्छ उताबाट चाहिँ गणेश हिमालको भ्यू चाहिँ त्यहाँबाट देख्छ तक्र्या वाङा यहाँबाट चाहिँ दामी देख्छ है त्यो चाहिँ गणेश हिमाल फेकावाहरूमा यो भयो नि त पुङ्गा म्याप ल यार यो देखिरहेको छ नि देखिरहेको छ हाम्रो तावल गाउँ भयो यताको धोसिनी यता हो हामी अस्ति बसेको बास चाहिँ यता चिम्चोक चाहिँ यता है हामी यताबाट यसरी आउँदै ताल आइपुगेको थियो भने गाइज अब चाहिँ हामी लाग्छौँ तलतिर यस्तो भिडबाट कसरी आउँछ गाइज है
ओहो तिमीलाई यस्तो डर लाग्दैन त्यहाँबाट आउँदा डर लाग्दैन हाँ सुदर्शन ल अब तल मेला लाग्दैछ गाइज हामी अब तल ओर्लिन्छौँ अब भ्लग चाहिँ अब त्यस्तै अब बनाइराखेको हुन्छ अब पहिलेदेखि बनाएको भए त अलि गाह्रो हुँदैन थियो अब यहाँ आइसकेपछि अब मान्छे सबै हुन्छ नि त गाउँको मान्छेहरू सबै अब भेला भएको हुन्छ अलि लाज लाग्छ कि त्यही भएर चाहिँ खर्छु फेरि त्यही भएर चाहिँ अब भ्लग चाहिँ अब एकछिनपछि स्टार्ट गर्छु अहिलेको लागि चाहिँ म यति नै गर्छु यहाँ चाहिँ हाम्रो टोली नाच्दैछ है गाइज那哪？这个有钱，这个吧，20万。车子喽！妈！多就希望他要买吗？喂，耶，嘿嘿哇，耶，大美了。你们下次拉风了？下次拉风没？काममा गरिसकेपछि चाहिँ प्रसादहरू बाँड्छ है चाहिँ ल धन्यवाद ए ल धन्यवाद ल धन्यवाद ल ल फाइनल गाइस अब पाँचौँ यात्रा चाहिँ अब यति नै होइन यहाँको परम्परा नै यस्तै छ है गाइस ल म चाहिँ घाँटीभरि मालै है ल अब चाहिँ हामी लाग्छु अब फेरि पछि अब गाउँको भ्लगहरू अलिअलि बनाउँछु अनि त्यसपछि म इन गरेर भोलिको लागि चाहिँ म तन्ताएर अवस्थामा म बस्नुपर्ने हुन्छ ल गाइस अब चाहिँ म झरिसकेको 4 घन्टा बढी लाग्छ होला ओले कहीँ होला 4 घन्टाको बाटो चाहिँ हामी एकदमै ल यस्तो छ हेर्नु है हेर्नु सक्नुहुन्छ